ओछ्यान मिलाउनु मात्रै पर्छ, बिगार्ने र लडीबडी गर्नेको कमी छैन यहाँ। हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मैले तपाईँहरूलाई मेरो दिनचर्या कसरी बित्दैछ भनेर सुनाउँदैछु। अनि मैले बिहान उठेर छिटो छिटो आफ्नो काम सकेपछि गम 2 थाल खाना खाएँ। हेर्नुहोस् न साथीहरू, होइन मेरो चाहिँ खाना खुवाइ एकदम डेन्जर छ। अनि म चाहिँ सानो बच्चाको माम हो नि त, त्यही भएर मलाई चाहिँ खाना खाइसकेपछि गाइज मैले आफ्नो फेसलाई वास गरेँ। त्यस पछाडि म जान्छु आफ्नो मेकअप गर्नका लागि, किनभने आज चाहिँ मेरो घुम्न जाने दिन थियो। सबैजना बच्चा बच्ची फ्यामिली, मेरो सासू मम्मी भान्जी र छोरीलाई मैले मोइस्चराइजर चाहिँ लगाइसकेँ। अब म लाउँदैछु लोटसको सनस्क्रिन। मेरो पछाडि लाइट भएको भएर चाहिँ क्यामेराको अगाडि म कालो कालो देखिरहेको छु, अँध्यारो छ नि त साथीहरू। अनि सनस्क्रिन लगाइसके पछाडि ट्याक्क बत्तीको अगाडि आफ्नो अनुहारले त चम्किरहेको टल 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 भइरहेको तपाईँहरूले देख्न सक्नुहुन्छ। अनि त्यसपछि चाहिँ म लाउँछु अन्तिममा चाहिँ आफ्नै छोरीको घमौरामा दल्ने पाउडर। यो पाउडरले चाहिँ हाम्रो स्किनमा एकदमै राम्रो गर्छ, मलाई चाहिँ एकदमै मनपर्छ। सानो बेबीको स्किनको भएर होला आफ्नो स्किनमा पनि एकदमै। अनि मैले राम्रो लाग्छ चाहिँ मेरो परेला सर्ट्स कुर्छु, त्यहाँभित्र चाहिँ मेरो पाउडर लगाएको सेता सेताहरू सबै जान्छ नि त। अनि आज चाहिँ मलाई आइस्याडो पनि लगाउनु मन लाग्यो क्या, अनि मलाई राम्री हुन मन लाग्यो घुम्न गएको भएर चाहिँ। अनि मैले मस्करा चाहिँ सर लगाएर आफ्नो आँखा कालो बनाएँ साथीहरू। मलाई चाहिँ मस्करा लगाउन एकदमै मनपर्छ नि त। अनि आज म लगाउँदैछु गाजर आइलाइनर। हेर्नुहोस् त, गाजर लगाइसकेपछि म यस्तो भयो। त्यसपछि मैले लगाउँदैछु ब्लसर। यो ब्लसर त छुने कुरै हुँदैन, यो ब्लसर नलगाए त क्युटी अनि ब्युटिफुल त देखिँदैन साथीहरू। ब्लसर लगाइसकेपछि म कस्तो हुन्छु हजुरहरूले हेर्नुहोस् है त। मेरो चाहिँ मेकअप पनि सकिसक्यो। अब मैले फाइनल अन्तिम लाउने भनेको लिपस्टिक हो। अनि हेर्नुहोस् त, मेरो फाइनल मेकअप चाहिँ यस्तो भइसकेको छ। अनि अब म ड्रेस लगाएर दोकान पुगिसकेपछि आफूलाई हेर्दै मक्ख पर्दैछु। त्यसपछि हामी सबैजना अल्टो चढेर सुई घुम्न भनेर गयौँ। मेरो छोरी क्यामेरामा आँखा तन्की हेर्दै छिन्। अनि क्यामेरा भनिसकेपछि चाहिँ मम्मी र भान्जी पनि मस्की हेर्ने। अनि हामी सरर जाँदैछौँ। जाँदा हामी त फाइनली पुगी पनि सकेछौँ हो। थाहै नपाए कति छिटो। मेरो छोरी त खुसी भएर हिँड्दैछिन्, म भने आफूलाई हेर्दै मक्ख परिरहेको छु। अनि त्यस पछाडि चाहिँ घाम लागिरहेको थियो। अनि हामी चाहिँ घुमिरहेछौँ, हजुरहरूले देख्न सक्नुहुन्छ। ब्यागमा म चाहिँ यस्तै भएर गएकी छु, हेर्नुहोस् त। वाउ। अनि हामीभन्दा अगाडि गएको हाम्रो छिमेकी ग्याङलाई चाहिँ हामीले भेटिसकेका छन्। यी दिदी बहिनी चाहिँ फेरि उस्तै ड्रेस भएछ, भाइरल ड्रेस। अनि हामी चाहिँ नक्कल पार्दै फेरि यसरी सेल्फी हान्दै वाउ हेर्नु त सेक्सी हुँदै। यता दिदी बहिनीको चाहिँ एउटै ड्रेस लगाएर सँगै हिँड्दा कति राम्रो देखेको त। सँगै फोटो खिचिदिन्छु नि भनेको मेरो छोरी चाहिँ चुत्रपुत्र गर्दै कुदेकी गर्छिन्। एकछिन पनि चुप्प लागेर बस्दिनँ न, मैले फोटो भिडियो खिच्दिन पनि पाइनँ। फाइनली हामी घुमि पनि सकेका छन्। उफ यति धेरै गर्मी भयो भन्दै म चाहिँ भिडियो खिच्दैछु होइन। अब घुमिसकेर हामी चाहिँ बाई बाई भन्दैछु। अनि बिचको घुमेको भिडियोहरू चाहिँ म नेक्स्ट भिडियोमा हाल्नेछु। अनि त्यस पछाडि हामी अटोमा सरर फर्किँदा चाहिँ मेरो छोरी यो हाल्नलाई चाहिँ हजुरहरूले इग्नोर गरिदिनु होला। अनि सबैजनालाई थ्याङ्क्स फर द वाचिङ भन्न चाहन्छु। भिडियोलाई लाइक कमेन्ट गरिदिनु होला। नेक्स्ट भिडियोमा भेटौँला, बाई बाई।